गुड मर्निङ एभ्रिवान। आज हामी चाहिँ असार 15 को अब दही चिउरा खाने। आज यसो रोपाइ सबै पनि रोप्नु पऱ्यो होइन, अब धेरै भयो त्यो हिलो पन्डालोतिर नबसेको। आज हाम्रो सर कृष्ण सरजी र म विशेष गरी आज स्पेसल हुन्छ असार 15 वर्षमा एकपटक आउने है दही चिउरा खाने भनेर बोलाउनु भएको छ। बिहानै आएको छु म पनि, अनि रोपाइँतिर पनि यसो जाने भन्नुभएको छ। तर हलो र जिउ भएको रोपाइँ जाने भन्ने अब यसै मार्फत हामीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नाता अनुसार ढोकसहित आशीर्वाद दिन चाहन्छौँ। आज असारे 15 को दिन सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। आज असार 15 मा खासमा के ल्याउँछ त है त? हामीले ल्याउने भनेको आज दही चिउरा हामी यही यता रोप्नको लागि बालकोट प्रस्थान गर्नेछौँ। अबको केही घन्टामा भने हामी 10 बजीतिर हामी हिँड्छौँ यहाँबाट। तपाईँ हामी त्यहाँ गएर पनि लाइभ दिनेछौँ, त्यसमा पनि तपाईँ हेरिदिनु हुन एकदमै अनुरोध गर्दछु। हस्त, धन्यवाद।